Hello everyone, I'm Rocks Nepal vlogger. Vlogger पनि के भन्ने र कोई व्यूज त आउन बात तो सही है दौड़ना तो पड़ता है रक नेपाल भ्लगर आज चाहिँ रिमबाट निस्किन लाग्यो सटरडेको दिन हामी चाहिँ यहाँ हुनुहुन्छ त्यो भ्लगर भन्ने अब कहाँबाट भ्लगर भन्ने भ्यू चाहिँ जान्नु है अनि के गर्नु त अब यत्रो भ्लग बनाएर हिँड्यो अब ज्यामा 50 भ्यू जान्छ अनि के गर्नु त भन्दै भएर यो छ नि यो 1400-1500 हालेर सेल्फी स्टिक किनेको साला मुसा मार्दाखेरि गयो के अनि अब आज चाहिँ अब गुड सटरडे अनि अब सटरडे शनिबारको दिन चाहिँ अब अहिले बेलुका कति बज्यो बसेकै बजेको छ कति बज्यो त कमला यार 4 बजे छ 4 बजेर 20 मिनेट गइसकेको छ र अब हामी जानेछौँ हामी हाम्रो पोतेगल्लीबाट त्यतिकै अब कहाँ जाने र बसन्तपुरतिर जाने हो डाङडुङ लगाएर अनि अब 1400-1500 हालेर किनेको डाङडुङ गयो अब चलो भाइ बस चलो अब जाने यो गल्लीमा हो यो पोते गल्ली बबाल छ के ट्याक्क अब बसन्तपुर जान लाग्यो अनि यो चस्मा छ नि यो चस्मा थाइल्यान्डबाट हसिङ केटीले पठाइदियो भनेर भन्न नमिल्ने ये भगवान क्या जुलुम है हैन ओकेन दाइ यो अब 150 को चस्मा हो महँगो लाइन होइन क्या नहीं हम लोगों ने गरीबी देखी है अरू त्यस्तै हो भनौँ अब यस्तो हेरौँ कस्तो हुन्छ आजको सो गाइस आजको भिडियोमा हेर्ने हामीले पुरै यो हनुमान ढोका सो लेट्स गो हामी हनुमान ढोकाको पछि नि म छु र मेरो यत्रो दुईजना जवानहरू छन् र त्यतिकैमा हामी चाहिँ अब एकदम यति धेरै मान्छेहरू छन् र यो फोटो लगभग एक दिनमा 500-600 फोटो खिच्ने मान्छे हो इन्टरनेसनल के भन्ने यार अर्कै लभ अर्कै गर्लफ्रेन्डको पोइ यही हो यसलाई चिनिन्छ भन्न यही हो यसलाई चिनिन्छ अर्काको गर्लफ्रेन्डको पोइ भन्नु सो गाइस अब हामी यतिकैमा अब के भन्ने कालीमाताको जस्ट पछाडिपट्टि र यो अब यहाँ चाहिँ यो बबल स्तम्भ चित्रहरू बनेको छ देखेर यो मन भुर्क भएछ कान्छी अब यत्रो भिडमा त अब बसन्तपुर त मजाले देखिन्छ र उहाँ नि म चाहिँ एकदम त्यो ठुलो त्यो बजाउने क्या अब यहाँ नि म फोटो खिचिरहेको छु अब यत्रो भिडमा चाहिँ दिनमा त अब जनाहरू सटरडेको दिन त अब यतिको मान्छे त हुनै अब चाहिँ के गर्नु है अब आमा त्यही त घरको अगाडि म जस्ट रमाइलो गरिरहेको छु Oh my god. पागल हो What तेरीका माई no mistake supervisor mistake पागल हो पागल हो ए पागल
सो गाइज अब हामी चाहिँ दादालाई अब उतासम्म न्यु रोडसम्म बाल तरिकाले पुऱ्याउँछौँ। गरेर न्यु रोड होइन अब म पीछे देखो पीछे पकड़ लिया साड़ो पकड़ क्याप्चरै गर्न पाएन दिदी होइन सबैलाई दिदी भने कसलाई सोल्टिनी भन्थ्यो एउटा तिमी चाहिँ कहिले र कुन जन्ममा उ लगाएको थियो कि कहिलेदेखि सुध्रेको यो त नसुध्रिनु पर्ने हो खासमा अब के कारणले सुत्रेको कृष्ण दिदी भनिदिइरहेको के जिस्काउँदै हिँडेछ यसले पुस्तकालय गर्नु परेगा यसको नमस्कार आदरणीय पत्रकार महानुभाव मेरो त बुढी छ म त लाग्दैन केटी भनेको यस्तो मान्छे दलका आथी दियो झर्ला सोध्छ साथी पनि छैन र यतिखेर सबैले आजको भिडियो चाहिँ यतिमै राखौँ त सबैले अन्तिमसम्म हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद सहित र आजको भिडियो यति खतम र जाँदाखेरि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न पक्कै पनि नभुल्नु होला लेट्स गो ओके बाई बाई